एउटा वृद्ध आमाले दिएको आशिष भुइँमा झर्दैन भन्ने लाग्छ मलाई, होइन? त्यसै खेर जाँदैन। त्यसो भएको कारणले हामी फैलिराखेका पनि छौँ। सम्झिँदाखेरि दुःख पनि लाग्छ, होइन? हामी नेपालीहरू धेरै कुराहरू हुनु पर्थ्यो यो देशमा, तर अहिले हेरौँ नानीहरूलाई हेर्छु म, होइन? एउटा नाथे टिका लगाइदिँदा कति खुसी भइराखेको छ, होइन? ठुलो चाड आयो जस्तो लागिराखेको छ। तर यी नानीहरूको यी नानीहरू भविष्य बनाउँ हामीले। भएको छ बच्चाहरूलाई देखेर हामी सुकुन बस्ती हुनुहुन्छ। हामीले समाजको एउटा समूह एउटा वृद्ध मान्छे हो, ढुङ्गाको मान्छे होइन। म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन, होइन? भावना छ र नै म यो लाइनमा आएँ। एउटा वृद्ध वृद्धदेखि लिएर नानीहरूको मुहार एउटा आशा कोर्न सकेका छौँ हामी। त्यसलाई विश्वासमा परिणत गर्नेछौँ। र यो देशमा पनि हामीले, होइन, गरी खाने वातावरण हामी बनाउने छौँ। त्यो कसम खाएर निस्केको मान्छे हौ हामी। त्यसो भएको कारणले गर्दाखेरि हामीले झुट बोल्न आउँदैन। झुट बोल्न मलाई आउँदैन। संस्कृतिले झुट बोल्दैन। हामी ठुल्ठुलो कुराहरू यहाँ गर्न आएको होइन, है? हामी गर्दैनौँ ठुल्ठुलो कुरा। तर यो देशमै बस्ने वातावरण हामीले बनाउनु पर्छ। यी नानीहरूको भविष्यको लागि म यो लाइनमा आएको छु। मैले जीवनमा मैले व्यक्तिगत रूपमा केही पनि मलाई पाउनु छैन, है? तर यो देशमा राम्रो हुन सकोस् भन्ने चाहना राख्छु र त्यो चाहनाले गर्दाखेरि हामीले चाहिँ नि अहिले यो गरेर हिँडिराखेका छौँ। धेरै ठुलो कुराहरू म राख्न चाहन्न। यी नानीहरूलाई मैले, होइन, यतिखेर बुझ्दैनन् यी नानीहरूले, तर मलाई देख्दाखेरि जुन खालको एउटा खुसी छ नि, एक खालको, होइन, त्यो यी नानीहरूको भविष्यमा परिवर्तन गर्न सकौँ। म त अब बुढो पनि भइसकेँ, हामी सबै अब मरेर जान्छौँ, होइन? तर हाम्रो छोराछोरीको पालामा भए पनि यो देशमा, होइन, सुशान्ति र तपाईँको चाहिँ सुख होस्, त्यसको लागि अहिले हामीले एउटा बिरुवा रोप्नुपर्छ। रोप्ने बित्तिकै फल्दैन, मलाई थाहा छ त्यो। रोप्ने बित्तिकै फल्दैन, त्यसलाई मलजल गर्नुपर्छ, गोड्नुपर्छ, हुर्काउनुपर्छ, बढाउनुपर्छ, अनि फुल्छ र फल्छ। हामीले गर्दै गरेको यो संस्कृतिको फल हामीले हाम्रो जीवनमा पाउँदैनौँ, मलाई थाहा छ। तर नानीहरूको जीवनमा त्यो फल प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु। माफ गर्नुहोला, म अलिक भावुक भएँ आज। त्यही हो, बेला बेला हाँसिन्छ पनि, रोइन्छ पनि, होइन, रिसाइन्छ पनि। एउटा नदी जस्तो जीवन छ मेरो। कहिले म शान्त भएर बगिरहेको हुन्छु, कहिले झरना भएर झरिरहेको जस्तो लाग्छ, होइन? कहिले भुमरीमा घुमिरहेको जस्तो लाग्छ आफूलाई। तर जीवन हो,
नदी जस्तै अघिल्तिर बढिरहनुको विकल्प छैन